guys, we are playing Plan vs Zombies. Is to West Breaker. अब मैं ये भिडियो में जितनी सब चुकी नहीं आज Plan vs Zombies मेरो फेभरेट Plan vs Zombies त्यसमा धेरै कार्बन हुन्छ फ्युजन मोड त्यसले चाहिँ फ्युजन मोड कसरी चाहिन्छ नि त्यसले चाहिँ भनिदिन्छु सुरुमा तपाईहरुले क्रोममा जानुस् अनि फेरि Plan vs Zombies फ्युजन मोड सर्च गर्नुला अनि तपाईले चाहिँ त्यसले फ्युजन मिल्छ Plan vs Zombies फ्युजन अनि डाउनलोड फाइल डाउनलोड गरे नि त्यसले चाहिँ इन्फिनिटी सन चाहियो छिटो अनि चाहिँ इन्फिनिटी सन चाहियो भने Plan vs Zombies फ्युजन मोड इन्फिनिटी सन छैन अनि हेप्पी मोड जान्छ त्यसमा त्यसले चाहिँ दिन्छ इन्फिनिटी मोड तर त्यो कम्बिनेसन गोल्ड दिन्छ नै गोल्ड जस्तै स्पिड गर्नुमा राम्रो हुन्छ अरू गेम खेल्दाखेरि झन् राम्रो हुन्छ तर स्नाइपर फायर स्नाइपर त्यो हुन्छ त स्नाइपर पिस्टल अर्को जस्तो हुन्छ चालु रुममा तर हामी त्यसको नाम बिर्से कुन ठाउँ भनेर बिर्से तर चाहिँ पुरै गेम छ अनि त्यो नेक्स्ट चालु होला त्यसमा जाने अनि फेरि तपाईँ चाहिँ अर्कोमा जान्छ डाउनलोड गर्नु पर्दैन फेरि त्यो त सेम गेममै हुन्छ अनि फेरि तपाईँ अर्को लेभलमा पुग्छ त्यसमा लास्टमा जानुहुन्न अनि फायरवाला हुन्छ नि त्यसमा जानुहुन्न नि त्यसमा तपाईँ आफै चलाउन सक्नुहुन्छ त्यो गाडी जस्तै तर ध्यान राख्नु पर्ला किनकि उहाँहरू कति खतरा हुन्छ डिफी आर यु सर न समर गराल्ने त्यो चाइनिज गेम हो त्यो के भन्छ लास्ट सेकेन्ड छ नि त्यो फुलमा नगराल्ने तपाईँहरू मरिहाल्नुहुन्छ फेरि किनकि त्यसमा चाहिँ के हो भनेपछि upgraded Michael Jackson Speedy Ball and free the cherry bomb newspaper and cherry money म त कसरी भन्ने कति खतरा छ नि त्यो तपाईँले पनि थाहा छैन कति खतरा हुन्छ के ब्ल्याक गाई ब्ल्याक फुटबल भन्छ तपाईँलाई चाहिँ एउटा नयाँ फ्युजन आएको छ Plan vs Zombies फ्युजनमा त्यो छ एउटा गिगा म्याजिक चाहिन्छ यसमा त्यो नर्मल लेभलमा भ्यानुपर्छ गिगा म्याजिक चाहिन्छ त्यसपछि एउटा फिल्म्स रुम त्यो के भन्छ फिल्म्स रुम र त्यो के भन्छ यस्तो हुन्छ चार ठाउँमा हाल्न सक्ने त्यो लिनु अनि अपग्रेड गर्ने त्यो प्लान सक्ने अगाडि र पछाडि सुरुमा चाहिँ कप्स रुम अनि
एउटा के हुँदैन रे फेरि सस्तामा दुईवटा बक्स हुन्छ अनि फेरि एउटा फिल्म्स हुन्छ लगानी अनि फेरि अपग्रेड गर्ने त्यसलाई अनि फेरि हिजो मुजी लगानी फिल्म्स रुममा अनि भन्छ के भन्छ के नाम पनि थाहा छैन त्यसले क्या खाँदै दामी हुन्छ अनि तपाईँले चाहिँ यता अर्को चिज छ त्यो चाहिँ जम्प अनि कुनै सुपर जम्प गराउँछ कति हुन्छ यस्तो एक बारमा अनि ज्यादा कुनै एउटा प्लान टर्न होला एउटा कुनै के हो इन्डियन जाने खतरा तर त्यो चाहिँ अर्कोमा हुन्छ अभियसली मोडमा जानुपर्छ कि थाहा छैन कसरी गर्नुपर्छ अनि फेरि एउटा चाहिँ त्यसपछि एउटा अर्को छ अनि त्यसको नाम हो चम्परजिला त्यसले खान्छ अनि फेरि एउटा जम्बीको बल फ्याँक्छ त्यो कति खतरा हुन्छ अनि फेरि अब्सिडियन त्यो किन आइरन माइनर त्यो हुन्छ त्यसले चाहिँ माइन गरेर चाहिँ जम्बीले छिटो माइन गर्छ अब्सिडियन टर्नट र त्यो के भन्छ चम्पजिला त्यो पनि चेरी बम र चम्पर र चम्पजिला मिक्स गरे पनि चम्पजिला बम बन्छ चेरी बम होला चम्पजिला बन्छ कति खतरा हुन्छ अनि फेरि त्यो पनि त्यसको अगाडि के हुन्न को छिटो ब्रेक गर्छ सब मसँग सबभन्दा खतरा कुन प्लान्ट हुनु भन्ने एउटा सुरुमा चाहिँ एउटा ठुलो स्टार फ्रुट त्यसले चाहिँ त्यसले गर्छ त्यो म्याग्नोस्रुम र कुनै प्लान्टन र हिप्नोस्रुम मेरो प्लान्टन र म्याग्नेटस्रुम त्यो भन्न चाहन्थे त्यो खतरा छ मेरो सबभन्दा खतरा ओडेसी फ्युजन अनि फेरि अर्को चाहिँ के लाग्छ रे त्यो रे मलाई नाम थाहा छैन तर त्यो चाहिँ कति खतरा हुन्छ त्यो स्नाइपर पिर त्यो अर्को चिजले बने हुन्छ कि डुम्सरुम स्नाइपर डुम्सरुम त्यो पनि खतरा हुन्छ त्यसले डुम गरेर स्नाइपर डुम्सरुमले अनि फेरि मेरो एउटा अर्को छ कि त्यो सबभन्दा राम्रो लाग्ने त्यो छ एउटा अर्को त्यो त्यसको नाम के हुन्छ भने हिप्नोक्विन्सरुम त्यो मेरो हिप्नोक्विन्सरुम त्यसको लेभल इजी पनि हुन्छ अनि फेरि त्यो के हुन्छ रे के राम्रो लाग्छ अनि फेरि त्यो अनि एउटा चाहिँ दुईवटा चाहिँ के हुन्छ एउटा सुरुमा सनफ्लावर र वालनट र फेरि वालनट धेरैका सन चाहिन्छ अनि ब्ल्याक कलरको हुन्छ नि त्यो अनि ब्याक वायर भयो भने आँखा रातो भयो भने नि त्यो एकदम खतरा हुन्छ छिटो पनि हुन्छ अनि त्यसले खाइराख्छ नि अनि खानु हुन्छ अनि फेरि दाबी राख्ने धेरैका 1 करोड जस्तै भयो भने दाबी राख्ने कत्रो हुन्छ अनि फेरि छोडिने गयो पुरै ठाउँ त्यो एउटा ठाउँमा मात्रै हुन्छ त्यो चाहिँ एकदमै खतरा पनि हुन्छ अनि मेरो तपाईँको कुन फेभरेट लाग्छ भन्नुला तपाईँले मलाई कुन गेम खेल्नु भन्नुला मैले त्यसमा चाहिँ चेक गर्न पाइनँ कमेन्ट यो शनिबार दिनमा हाल्छु जहिले पनि अब मैले जहिले पनि शनिबार गर्छु तपाईँले रेडी हुनुला तपाईँलाई मेरो भिडियो मनपर्छ भने लाइक एन्ड सेयर सब्सक्राइब गर्नु बाई बाई।